हेलो एभ्रिबडी। म चाहिँ यो बिहानको 7 बजे आज उठेँ। मेरो प्लान थियो गाडी धुन जाने। सो म रेडी भएँ, पानीसानी खाएर गाडी धुन जानलाई निस्केँ। म चाहिँ जहिले पनि आफ्नो बोतल बोकेर हिँड्छु टु स्टे हाइड्रेटेड। सो म आफ्नो गाडी दिएर गाडी धुने ठाउँमा गएँ। बेसिकली इन्टेरियर चाहिँ म आफै गर्छु घरमा, तर एक्सटेरियरको लागि चाहिँ म अपार्टमेन्टमा बस्ने भएको भएर गरिनँ। त्यही भएर गाडी धुएँ मजाले, वाक्स तले। अनि त्यसपछि गाडी चाहिँ यस्तो देखेको छ। म घर गएँ, गाडी पार्किङ गरेर झन्डै पर्याङमा लडेको। मेरो घरको म चाहिँ 8th फ्लोरमा बस्छु, त्यही भएर छिटो माथि गएँ। काममा पनि जानुपर्ने थियो। अनि त्यसपछि आजको वेदर चाहिँ एकदम बवाल थियो। सो मैले खानासाना बनाएँ, खानाहरू सब पाक्यो, दाल भात तरकारी। आज म मासु बनाउँछु। मासुलाई डिफ्रोस्ट गरेँ, डिफ्रोस्ट गरेर रेडी भइसकेपछि मैले मजाले मासु बनाउन थालेँ। मेरो चाहिँ नेपाली कराई छ, विच इज द प्लस पोइन्ट, जसले गर्दा मेरो मासु एकदम मिठो पनि हुन्छ। मैले छिटो मासु बनाएँ। अनि नेपाली कराई हो, अभियसली पोल्छ भनेर पन्जा लाएर बनाएको छु। अनि त्यसपछि मजाले मासु भुटेँ। अनि त्यसपछि दाल, मासु अनि भात मैले रेडी गरेँ टक्क लाएर। अनि त्यसपछि मसँग अब 2 आवर्स बाँकी छ काममा जानको लागि। अनि मैले के रियलाइज गरेँ भन्दाखेरि मेरो मसला सकिरहेको रहेछ। लास्टमा हाल्दाखेरि थाहा पाएँ, सो भाँडै घोप्टाइदिएँ। ल, मेरो मासु, दाल अनि भात पनि रेडी भयो। खाएर म तोप कामको लागि निस्किएँ। थ्याङ्क यू।